हालन सरकारले डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने बित्तिकै नेपालका ठूला ठूला नेताहरूको रातिको निद उडेको छ। सपना प्रधान मल्लसँग अमेरिकाको हार्वर्डको डिग्री थियो, मनोज शर्माको लेबर लमा पीएचडी थियो। कन्ट्रोभर्सी यो होइन कि कसले धेरै पढे लेखेको छ, कन्ट्रोभर्सी यो हो कि त्यस्तो के रिजन थियो कि बालन शाहले चौथो नम्बरको मान्छेलाई उठाएर सिधै 1 नम्बरको कुर्सीमा राखिदिए। हेर्नुस्, जुन यो चिफ जस्टिसको पोस्ट छ सीजे, उसले पुराको पुरा सिस्टम आफ्नो अन्डरमा राख्न सक्छ। कुन मुद्दा कुन न्यायाधीशले हेर्ने उसको हातमा हुन्छ। ठूला भ्रष्टाचारका काण्डहरूमा आफ्नो हिसाबले बेन्च तोक्न सक्छ। कुन मुद्दा भोलि सुनिने र कुन 10 वर्षपछि, त्यसको चाबी सीजेको हातमा हुन्छ। पुरा जुडिशियल काउन्सिलको अध्यक्ष ऊ आफै हुन्छ। देशभरिका न्यायाधीशहरूको सरुवा बढुवा उसको एक हस्ताक्षरमा डिपेन्ड हुन्छ। यही रिजनहरूले गर्दा अहिले अपोजिसनका नेताहरू डराएका छन्। एउटा स्वतन्त्र र काम गर्ने सीजे आयो भने यिनीहरूको नेटवर्क एकै झट्कामा खत्म हुन्छ। क्राइम गर्ने अनि आफू अनुकूलका न्यायाधीशहरूको बेन्च बनाएर सफाई पाउने यो सुविधा खोजिन्छ। सीजेले चाह्यो भने भोलि नै तपाईको कालो कर्तुतको पेशी तोकिन सक्छ। तपाईका पकेटका न्यायाधीशहरूलाई जुम्ला पठाइदिन सक्छ। यस्तो थिएन कि मनोज शर्मा बालेन शाहका रवि लामिछानेका अंकलका छोरा हुन्, त्यसैले उनलाई चुज गरियो। उनलाई चुज गर्नको पछाडि दुईवटा रिजन थियो। पहिलो रिजन त यो थियो कि तीनवटै न्यायाधीशहरू जुन छन् यिनी एमालेकी एक्स सांसद थिए। यिनी पनि एमाले कोटाबाट महाधिवक्ता बनेका थिए, पछि सर्वोच्चको न्यायाधीश बने र यिनी कांग्रेसका केन्द्रीय सदस्य बनिसकेका मान्छे हुन्। दोस्रो रिजन यो थियो कि केपी शर्मा ओलीले विक्रम सम्वत 2077 सालमा आफ्नै द्वितीयको सरकारलाई विघटन गरेर अल्पमतमा पर्दा पनि जबरजस्ती अध्यादेश ल्याएर 52 जनाको संवैधानिक नियुक्ति गरिदिए। सब चकित पर्यो, सर्वोच्चमा रिट पर्यो, तर अचम्म सर्वोच्चले ओलीकै पक्षमा फैसला सुनायो। त्यतिबेला त्यो फैसला सुनाउँदाखेरि सर्वोच्चका न्यायाधीशहरू पक्ष र विपक्षमा बाँडिएका थिए। 1 नम्बरदेखि 3 नम्बरका न्यायाधीशहरू पक्षमा हुँदा नम्बर 4 का न्यायाधीश विपक्षमा थिए। त्यसैले अहिले जतिले पनि संविधान मिच्यो भनेका छ, यो संविधान मिचेर होइन, यिनीहरूको सेटिङ मिचेर डराएका हुन्। आर्टिकल 129 को 3 नम्बरमा भनेकै छ त, जो मान्छे 3 वर्षसम्म सर्वोच्चको न्यायाधीश भएर काम गरिसकेको छ ऊ कायदाले सीजी बन्न सक्छ, चाहे उसको वरियता लास्ट नम्बरमा किन नहोस्। यो त कमन सेन्सको कुरा हो। 6 जनाको नाम गइसकेपछि त ती 6 जना मध्ये 1 जना जसलाई छाने पनि हुन्छ भन्ने भएर हो। नत्र त सपना प्रधानको मात्रै नाम जान्थ्यो होला। अनि जुन यो वरियता मिचियो भनेर रटान लाग्दैछ, यो चलन नेताहरूले आफै बनाएको चलन हो। भागबण्डा मिलाउन तैले सर्वोच्चको न्यायाधीश लैजा, मलाई अख्तियार प्रमुख दे अनि यसलाई निर्वाचन आयोग प्रमुख हो। यही बाँडीचुडी खाने कामलाई यिनीहरूले चेक एन्ड ब्यालेन्स गरेको भन्थे। यिनीहरूको यही चेक एन्ड ब्यालेन्सको चक्करमा आज सर्वोच्च अदालतमा 19,000 मुद्दा पेन्डिङमा छन्। र अन्तिममा जसले भन्दैछन् कि यो सर्वोच्चको सीजी नियुक्ति गर्दा वरियता मिचेर नियुक्ति गरियो, यसले भविष्यमा के असर गर्ला, तपाईँ खिलराज रेग्मीको बारेमा बुझ्नु होला। सर्वोच्चको न्यायाधीश पनि उही अनि चुनावी सरकारको हेड पनि उही। न्यायपालिका र कार्यपालिकालाई एउटै थाङ्नोमा सुताएको यो भन्दा खराब इक्जाम्पल अरू कुनै पनि हुन सक्दैन। यी नेताहरूले विगतमा यति नेगेटिभ सरप्राइज दिइसकेका छन् कि डर देखाएर भविष्यमा यस्तो भयो भने के होला भन्ने प्रश्नै बचेको छैन। बाँकी चिफ जस्टिस पोस्टको लागि डाक्टर मनोज शर्मालाई एडभान्समा बधाई। निष्पक्ष रूपमा अदालतको गरिमा बचाइराख्नुहुन्छ भन्ने आशा छ।